मलाई चाहिँ एकदम मन पर्छ उहाँको भिडियो। उहाँ एकदम राम्रो मान्छे, सहयोगी मान्छे हुनुहुन्छ। उहाँले धेरैलाई सहयोग पनि गरेर धेरै राम्रो कामहरू पनि गरिराख्नु भएको छ क्या। तपाईहरुलाई कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिँदै गर्नुहोस् न। मलाई चाहिँ एकदम मन पर्छ उहाँको भिडियो। उहाँ एकदम राम्रो मान्छे, सहयोगी मान्छे हुनुहुन्छ। उहाँले धेरैलाई सहयोग पनि गरेर धेरै राम्रो कामहरू पनि गरिराख्नु भएको छ क्या। तपाईहरुलाई कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिँदै गर्नुहोस् न। अरूले म्युट गरिदिनु एकछिन, अरू मिस्टर केसी जी बोल्दै हुनुहुन्छ, त्यसपछि सबैसँग बोल्ला। अहिले भर्खर 1 घण्टा अगाडि पनि यहाँ ड्रोनहरू मिसाइलहरू चाहिँ आइरहेको थियो। अनि त्यस्तै अब ब्लास्टहरू चाहिँ सुनिराखिन्छ, अनि ब्लास्टहरू भइरहेछ। अनि अब यो बस्तीमै धेरै रेसिडेन्सियल एरियातिर चाहिँ अब त्यस्तो हानेको छैन, तर यहाँ पनि एउटा अमेरिकन बेस क्याम्प रहेछ यो कतारमा चाहिँ। अनि प्रायः त्यो बेस क्याम्प र त्यसको वरपर चाहिँ अलिकति अब अलिक धेरै हानिरहेछ। ठिक छ राम्रोसँग कस्तो लागिरहेको छ भिडियो हेर्दै प्रतिक्रिया दिँदै गर्नुहोस्। राम्रोसँग बस्नु होला, आनन्दले आफ्नो ख्याल राखेर बस्नु होला है, त्यति नै भन्नु। थ्याङ्क यू सो मच। म हजुरको एकदम ठुलो फ्यान हो। म पनि पहिला त्यही इमाडलतिरै बस्थेँ कतार आउनुभन्दा पहिला। अनि म एकदम ठुलो फ्यान हो। प्रायः हजुरको लाइभ चाहिँ डेली म 3-4 घण्टा चाहिँ कन्टिन्युसली हेरेर हुन्छ। थ्याङ्क यू दाजु, थ्याङ्क यू, लभ यू सर। ओके, थ्याङ्क यू सो मच, लभ यू सो मच कुलजी। ओके, लभ यू। के हो यो कमेन्ट, यो यतापट्टि माथि यो 4000 कमेन्ट लेख्ने को मान्छे हो यस्तो? कुल भाइ के हो यो? जाजरकोट जिल्ला के लेखिरहेको छौ? एकदमै राम्रो राम्रो भिडियोहरू छ। तपाईहरुलाई कस्तो लागिरहेको छ? नमस्कार सिस्टर गोल्लाफ दाइ। दादी सुन्छ न? हजुर राजा भन्छ। कहाँ हुनुहुन्छ हजुर? म चाहिँ आर्मीको रिटायर, आर्मीबाट रिटायर हो। म सेक्युरिटी गार्डमै छु, यता दुबईमा छु। हजुर के छ दाजी उताको माहौल चाहिँ? यस्तो छ राजा, यो जति टिकटकहरूतिर भिडियोबाजी भइरहेछ नि त्यति ठुलो यहाँ डराउनु पर्ने अवस्था छैन। यो जुन अमेरिकन एम्बेसी, अमेरिकन आर्मीको बेस क्याम्पहरू यो अरेबियन कन्ट्रीहरूमा अमेरिकाले के गरेर रहेछ भने पहिला यो अरब कन्ट्रीहरूमा आफ्नो हवाई सेनाको बेस खडा गरेर रहेछ कि अमेरिकाको बेस जहाँ एयरफोर्सको बेस छ त्योसँग चाहिँ एट्याक गर्न ट्राई गरिरहेछ। अनि त्यो गर्दाखेरि यो भिडियो चाहिँ कस्तो लागेको छ यसो प्रतिक्रिया भन्छ दिँदै गर्नुहोस् है साथीहरु। आकाशमै डिस्पोज गरिदिरहेछ कि यहाँ के त्यस्तो धेरै एकदम भयावह स्थिति जति टिकटकतिर देखिरहेछ त्यस्तो केही छैन। इन्स्टाग्राम टिकटक फेसबुकमा त पुरा त्यो मान्छेको अगाडि बम खसेको, घर फुडेको, यताउति गरेको होइन राजा, त्यो एकदम गलत। त्यो बरु यहाँ चाहिँ यो अरेबियन कन्ट्रीहरू यस्तो मोस्ट पावरफुल रहेछ कि जो मिसाइलहरू उसले फालेको भयो, ड्रोनलाई बरु छोडिदिरहेछ। मिसाइलहरू चाहिँ एउटा पनि कहीँ त्यस्तो यो रेसिडेन्सियल एरियामा खसेको छैन। इभन त्यो अमेरिकन बेस क्याम्पमा पनि उनीहरूले पार्न दिएको छैन अहिलेसम्म। छिटफुट परेको छ। तर त्यो एकजना अब नेपालीको डेथ भएको चाहिँ त्यो आफ्नै अन्जानले हो क्या। त्यो परेका चोक्टाहरू देख्न बित्तिकै गुरुर हाम्रो टोलीहरू कस्ता हुन्छ भने भिडियो बनाउन जाने, टिकटक बनाउन जाने, फोटो खिच्ने, देखाउने बढी गरिरहेछन्। अनि कतिपय भिडियोहरू चाहिँ यिनीहरूको आर्मी त्यो स्पेसल डेमा आर्मी एयरफोर्सको सो गरेको भिडियोहरू पनि यो अहिले भर्खरै यस्तो भयो भनेर देखाइदिन्छन्। अनि अहिले त युए सरकारले के पनि भनिसकेको छ भने यो अनावश्यक भिडियोहरू हाल्ने मान्छेहरूको टिकटकहरू उनीहरूलाई ब्यान्ड भएर सकेसम्म उनीहरूलाई कारबाही गर्ने, नभए देश रिपार्टेड गरिदिने जस्तो पनि भनिसकेको छ। एउटा न्युज पनि आइसकेको छ। त्यति धेरै डराउनु पर्ने अवस्था छैन। तर अब यहाँ साइरन बज्छ। म पनि अहिले यहाँ भन्नुपर्दा लोकेसन अब टिकटकमै छौँ, सबैलाई नेपाली नै छौँ, केही फरक परेन। म पनि एउटा एयरफोर्सको ब्यारेकको एकदमै राम्रो भिडियो रहेको छ। राम्रो भिडियो, कमेन्ट पनि गर्दै गर्नु होला। एयरफोर्सको अनि यहाँ बसिरहेको छौँ हामीहरू। यहाँ बस्दाखेरि यहाँ नजिकैबाट मिसाइलहरू गयो भने नि उनीहरूले हामीहरूलाई उसभित्र हालिदिन्छ। अनि उनीहरूले ल तिमीहरू यो ठाउँमा सेभ हो भन्छ अनि डिस्ट्रोय गर्छ। त्यस्तो काहीँ पनि त्यस्तो डराउनु पर्ने अवस्था छैन। अब इनकेस हो अब कहिलेकाहीँ उनीहरूले प्रतिरक्षा गर्दाखेरि खस्दिन सक्छ, त्यो त सचेत हुनै पऱ्यो। अब त्यो एकदम पूर्ण रूपमा सेफ छौँ भन्नु नि मिल्दैन, 50-50 भनौँ न। त्यति धेरै डराउनु पर्ने अवस्था चाहिँ छैन। उनीहरू यति पोख्त रहेछ कि यहाँको सेना एयरफोर्स जियोस् राम्रो तरिकाले अहिलेसम्म डिफेन्स गरिरहेछ। त्यति डराउनु पर्ने अवस्था छैन। त्यो मेन कुरा कस्तो भयो भने एयरफोर्समा पनि अमेरिकनको आर्मीको बेस क्याम्प जहाँ छ त्यहाँ नजिक वरिपरिको बसिरहेको साथीहरू नेपाली जो छौँ उहाँहरू चाहिँ मेन गरी विशेष गरी घर बाहिर ननिक्लिनु नै भनेको छ। अनि यो ढोकाको छेउ अनि यो सिसाको झ्यालहरू भएको यो रुने कराउने चिज छ। अनि यो लेडिजहरू को कता के गर्छन्। यो अलिकति भ्युजको लागि पनि यो टिकटकमा धेरै मान्छेहरूले
चाहिने भन्दा बढी समाचारहरू हालिरहेको देखिरहेछ। त्यति धेरै डराउनु पर्ने छैन राजा अहिलेलाई। एकदम दाइजी कस्तो राम्रोसँग भन्नु भने यस्तो राम्रोसँग बोल्नु हुँदो रहेछ कसम चाहिँ भनेको है। यस्तो राम्रोसँग बोल्नु यस्तो क्लियर तरिकाले बुझाइदिनु भयो यस्तो गर्नुभयो एकदमै खुसी लाग्यो दाइजी। म पनि नेपालगञ्जबाटै हजुरको टिकटक लाइभ त अब धेरै पहिलाबाट हेर्थेँ। मभन्दा उमेरमा अलिकति अब हजुरहरूको कान्छै होइसिन्छ। अब ठिकै छ त्यस्तो हजुरले जति अब यो हिजो अस्ति लाइभ आउनु भएन आएर पनि अब त्यस्तै कुरा गर्नुभएको छ। साथीहरू लाइक कमेन्ट पनि गर्दै गर्नुहोस् है। गलत इन्फर्मेसन नजाओस् कसैलाई पनि भन्ने हो। नेपालमा बस्नु पर्यो। एकदमै राम्रो भिडियो रहेको छ साथीहरू। कस्तो लाग्छ प्रतिक्रिया दिन भने चाहिँ नबिर्सनुहोस्। एकदम सही राम्रो भिडियो छ। गरिरहेछ उनीहरूको एकदमै कुरा चाहिँ मलाई उहाँको चाहिँ धेरै मनपर्छ क्या। उहाँको कुराहरू उहाँले हर जोकोलाई सपोर्ट गर्नुहुन्छ, हर जोकोले दुःख परेको मान्छेलाई सहयोग गर्नुहुन्छ। प्रत्यक्ष अब मैले अब यहाँ हामीले ओसार पोसार गरेर गाडीमा देखिरहेको हुन्छ। यहाँ पनि उनीहरू पनि तयारी हालतमा छ त्यो छनलाई चाहिँ आफ्नो तरिकाले। तर त्यस्तो चाहिँ जमिनमा टक्राउन दिँदैन होला जहाँसम्म लाग्छ। यदि अहिले पनि यहाँ फाइटरको आवाज सुन्नुहुन्छ भने उडिरहेछ छेउमै यहीँ उडिरहेछ। यिनीहरूको फाइटर हो, यो चाहिँ युएको फाइटर। एकदम एकदम दाइ त्यस्तो डराउनु पर्ने चाहिँ छैन राजा। त्यही त मैले त अब भनौँ न हिजो पनि अलिक भाइब्स आएन, अस्ति पनि भाइब्स आएन, एकदम अहिले बल्ल अलिकति माहौल अलिकति हल्का हुँदैछ। त्यो पनि यता कमेन्टमा चाहिँ लेखिरहेको छ नि दाइ हानेको हानेछ दाइ हानेको हाने के चाहिँ हानेको आवाज सुनिरहेको छौ तिमीहरूले यतिरहेको छ त्यो यस्तो राजा होइन। यस्तो फेरि ड्रोनहरू आइरहेको हुन्छ ड्रोनहरू उडिरहेको हुन्छ। मिसाइलहरू चाहिँ यिनीहरूले आउने बित्तिकै यहाँ यस्तो त्यो राडरले ठ्याक्कै क्याच गर्दो रहेछ। तिनीहरूले त्यो आएको दिशामा पहिले यताबाट त्यस्तो पतिर चाहिँ हानिदिइहाल्छ कि इनकेस माथि नै विस्फोट हुन्छ, तल आएर टक्रिने चान्सै छैन। अनि त्यो सानोतिनो ड्रोनहरू चाहिँ आइरहेछ। अब त्यो ठाउँ अमेरिकाको बेस क्याम्पहरूमा चाहिँ कतै कतै परेको छ। साथीहरू सबैजना लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गर्दै गर्नु होला। च्यानललाई सब्सक्राइब पनि गर्नुहोस्। यस्तै नयाँ नयाँ भिडियोहरू हेर्न चाहनुहुन्छ भने चाहिँ। नेपालगञ्ज कुन ठाउँ हो हजुरको? मेरो नेपालगञ्ज घर चाहिँ कारकाँदो, मेरो पहिले पहाड घर चाहिँ दैलेखमै हो, सिङ हो, सिङढगुरी। अनि अहिले नेपालगञ्ज चाहिँ यस्तो राम्रोसँग बोल्नु हुन्छ नि यस्तो हजुर नेपालगञ्ज चाहिँ पुष्पलाल चोक नि सानो कपडाको पसल पनि छ। घर चाहिँ कारकाँदो राजा। ए ठिक छ ठिक छ एकदमै खुसी लाग्यो यस्तो राम्रोसँग बोल्नुभयो यस्तो राम्रोसँग बुझाइदिनु भयो नि हामीलाई। साँच्चीकै नै स्ट्रगललाई मैले फलो गरेको छु ल हजुरलाई। एकदमै दर्शन छ हजुर राम्रोसँग सुसेल। सो यतापट्टि माथि कुलग्याङ भन्ने आइडी पनि छ। जिडिएल ब्रदरलाई पनि वेलकम त वेलकम छ है। कुलग्याङ भन्ने आइडी छ। कुलग्याङ भन्ने आइडीले चाहिँ ओभरै क्यामेरा खोल्नु भएको छ है, बबाल लुक्स निकाल्नु भयो है। अब म्युट गरेर बोलिराख्नु भएको छ। त्यो हाँसेको नि सुन्नेन है। म्युट छ है फेरि के आराम हुन्छ। सन्चै दादा सन्चै के भन्नु अब। कहाँ हो अहिले कतातिर हो यस्तो राति राति यस्तो लुक्स निकालेर त्यो हातको नङ हेर न फेरि फ्यासन त पहिला फेरि पम्प नै छ नि लुक्स। एकदमै राम्रो भिडियो छ। राम्रो भिडियो लाइक गर्दै गर्नुहोस् है साथीहरू। कमेन्ट अनि सब्सक्राइब पनि गर्दै गर्नु होला। कस्तो लाग्यो भिडियो एकदम रमाइलो रोचक छ क्या। उहाँको भिडियोहरू धेरै मनपर्छ क्या। उहाँ एउटा कलाकार पनि हुनुहुन्छ। उहाँले धेरै सहयोग पनि गर्नुभएको छ। उहाँको सङ्गीत क्षेत्रमा पनि धेरै योगदान छ। धेरै राम्रो राम्रो सङ्गहरू निकाल्नु भएको छ। एकदम राम्रो मान्छे हुनुहुन्छ क्या। त्यो अरू त दाजु खासै थिएन। हिजो राति ड्रोन सरोन आइरहेको थियो। अब ड्रोन सरोन आएपछि म पनि यता अर्को मोबाइलबाट हेरिरहेको छु। तपाईँहरू नि हेर्दै गर्नुहोस् न कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन भन्छ नबिर्सनु होला। हुनुपर्छ भन्ने अगाडि नै जानकारी दिइहाल्छ यहाँको सरकारले चाहिँ। बस खासै त कुवेतमा खासै केही छैन। अब दुबईतिर चाहिँ हल्का अब नेपालीहरू मऱ्यो भन्दा सुनेको थियो 2-4 जनाहरू। एकदम दुःख लाग्यो त्यो कुरा सुनेर। तर डर चाहिँ लाग्छ दाइ यार। अब सुत्न पनि गाह्रो क्या दाइ। सुतो कि नसुतो भन्ने हुन्छ क्या। एउटा रिक्वेस्ट गरिहाल्ने हजुरसँग यहाँ भ्युअरहरू पनि टन्नै हुन्छ। हजुरले एउटा के चाहिँ भन्दाखेरि ठिक होला भने
हाम्रो नेपाली साथीहरू जो हुनुहुन्छ नि त्यो टिकटक बनाउने फोटो खिच्ने त्यो बमको टुक्राहरू देखिरहेको ठाउँ फोटो खिच्ने त्यो समात्ने यस्तो भइरहेछ भनेर गर्ने चाहिँ कामहरू बरु बन्द अलिक कम गरौँ भनेर यसो हजुरबाट Exactly. त्यो हो, यो जाओस् है भोलितिर कुराकानी यताउति हो यो चाहिँ के हो भन्दाखेरि सबै जति पनि जना हेरिराख्नु भएको छ जति पनि जना मलाई मतलब हाम्रो एकदमै live कडा broadcast भिडियो छ यताउति क्या, हेरिराख्नु भएको एकदम छ। सही भिडियो छ। अब भिडियो भोलि जाला कि नजाला तर हेर्ने मान्छे जति पनि जानुहुन्छ उहाँहरूले चाहिँ यसो सचेत हुनु पर्यो बाहिर निस्किनु हुन्छ होला त्यो यो माथि एयरक्राफ्टहरूले यताउति त्यो मिसाइलहरू डिस्ट्रोय हानिरहेको मतलब डिफेन्स सिस्टमले मिसाइल डिस्ट्रोय हानेर यताउति उडेको त्यो कुराहरू खिच्न निस्किनु होला यताउति उहाँको भिडियो हेरिसकेपछि तपाईँलाई कस्तो लाग्यो त लाइक कमेन्ट सेयर भने चाहिँ गर्नु नबिर्सनु होला है।